डे 2 को हाम्रो फर्स्ट मर्निङ ब्रेकफास्ट चाहिँ चाहिँ सेम हिजोकै मटर अन्डा आलु चिया के चाना हो ए मकै हो ए आज चाहिँ मकै रहेछ नि त ए आँखा अलिक मार त यस्तो प्रकारले बसेर चाहिँ पलाटी बसेर चाहिँ खानुपर्छ है सबैजना है टपौडामा कस्तो लागिरहेको छ टपरी हो कस्तो लागिरहेको छ तिमीलाई कस्तो लागिरहेको छ यहाँ बसेर टपरीमा खाएको जस्तो लागिरहेको छ है ल त कोलाप हुन्छ नि त्यही त त्यसै अब तर हात अघि आएर पनि दिँदै रहेछ त्यहाँ फेरि भैँसीको दुधको हो है फेरि मोटी नै भयो दाजु को बनाएर कहाँ मोटो ल है त यस्तै छ अन्जिमी हाटेको है त भोलिको लागि सामानहरू निस्किँदैछ के छ कसो कसो छ तपाईँले देख्न सक्नुहुन्छ मेरो गियरको बेगहरू चाहिँ सामान हालेको रहेछ ल भोलिको लागि चाहिँ म रेडी गर्दैछु है ट्रेन गरेर हेर्दाखेरि यसमा मिस लेन्स क्याननको क्याननको नै क्यामेरा US 1300D हो यसमा होइन यो चाहिँ अब सोनीको अल्फा 64 हो चट्टै होइन यसमा सोनी क्यानन है यसमा नि चाहिँ क्यामेरा लेन्सलाई बुझ्ने सफा गर्ने यसमा चाहिँ एडेप्टर क्याननको यहाँभित्रनिर यसको उयो छ होइन क्यामेरामा लगाउने अनि यहाँभित्रबाट ब्याट्रीहरू हुन्छ हामी कहाँ जाँदैछौँ भने चाहिँ हामी चर्चतिर जाँदैछौँ त्यहाँ चाहिँ मेन चाहिँ हामी सामानहरू होइन किनभने सेवा हुने ठाउँ नै चर्चमा हो अन्त कुन कुन ठाउँमा चाहिँ हामीले सेवाको लागि चलाउनु पर्छ त्यसको चाहिँ हामीले कतिवटा चाहिँ एड गर्नुपर्छ त्यसको लागि कति साउन्ड कसैले गोजीमा हात हालेर टक्क आउँदैछ माथिको दृश्यहरू तपाईँले हेर्न सक्नुहुन्छ बर जम्पहरूमा हान्दैछ मान्छे पारियो आम्मा यति डाँडा यो अलिको माथि यति है अब त हेर्दै गर्नुहोस् बाख्रा पनि चलाउँदैछ हेर्नुहोस् बाख्रा ओभर के हो आम्मा हाम्रो साथीले बाख्रा चराइसकेर आउँदो रहेछ त्यसै यहाँको दृश्य चाहिँ अब अघिको त केही थिएन हो बाख्रा अहिलेको चाहिँ हेर्नुहोस् न आम्मा मैले अहिले 3.5x चाहिँ जुम गरेर भिडियो गरिरहेको छु मालिक चिन्छ नि त यतिको टाढोमा छ भन्नु चाहिँ यो फोनको यतिको चाहिँ पावर रहेछ है ए हो 0.6 माथि बाख्राको चाहिँ अब यहाँनिर बथा नै छ कति छ चाहिँ आमा बाख्रा त ए कुदेको छ आमामा हो लु है साथी पनि बाख्राको हुल किन्दैछ देउसी ब्रदरले चाहिँ हामीलाई चर्चतिर लाँदा हुन्छ जोसुवा रहेछ नि त है होइन चाहिँ यहाँको अवस्था चाहिँ यहाँ ढुङ्गा झरेको भने चाहिँ मान्छे चाहिँ के रहँदैन चर्चभित्र पस्दैछौ ढोका खोलियो रहेछ जेबिलको बक्स रहेछ तामाको रहेछ ल
मिक्सर चाहिँ रहेछ डिजिटल इको मिक्सर अरे यो रहेछ यत्रो रहेछ चर्च चाहिँ अब ठुलै हो भनौँ न होइन सेटअप गर्नु लागिरहेको छु अब मेरोमा गिम्बल पनि छ अनि अर्को कुरा चाहिँ के भन्दाखेरि चाहिँ मेरो मेन ट्राइपोड नै मिसिङ भयो बरु मेरो चाहिँ यस्तो मन दुखिरहेको छ कि यो देख्दै गर्दाखेरि चाहिँ नि अब हुन्छ नि त कुरा आफ्नो सामान मिस हुँदै गर्दाखेरि सानो कुरा मिस हुँदै गर्दाखेरि यस्तो मन दुख्छ क्या अब त्यस्तो मलाई चाहिँ दुखेर आयो क्या अरू न अरूलाई के छ कसो छ म जान्दिनँ तर मलाई चाहिँ यहाँ साथीले है एकदम यो पार्ट चाहिँ यस्तो अब रुम मात्रै सकिरहेको छैन किन जे भए पनि सामान नै हो नि त अब यस्तो दुखिरहेको छ कि मलाई चाहिँ हेर्नु अब यत्रो सामान छ होइन रिकर्डिङको सफ्टवेयर छ लेन्स छ दुईवटा क्यामेरा छ भाइको लिएर आएको हो यो साउन्ड कार्ड हो लेन्स हेर्नुहोस् यहाँ गिम्बल छ मैले इभन त्यसको लागि यहाँ पढ्नु पनि मैले त हामीले त अब यस्तै अब भइ नभई किनेको नि त ओभर महँगो छ है तर पनि अब जे भए पनि अब लैजाउँ न होइन सेवाको लागि भनेर चाहिँ किनेको तर अब यस्तो मलाई चाहिँ यस्तो मन दुखिरहेको छ क्या खल्लो भएको छ अरूसँग मैले सायद बिर्सी पनि राखेको थिएँ क्या मैले यस्तो मनमा लिइरहेको थिइनँ तर जस्तो मैले यो देखेँ नि यो सामान देखेँ नि यो फोन होल्डर देख्दै गर्दै चाहिँ नि मलाई यस्तो दुखिरहेको क्या साथीले यहाँ गिटारको उयो गर्नु चाहिँ तारहरू भने कि यता गिटार खोल्नु भएको रहेछ नि त यो देख्नु भएन यो जुन स्प्रिङ जस्तै छ त्यो स्प्रिङ के गरेको भनेको चाहिँ ब्रिज मिलाएको भने साथी त्यो एकदम जिग्री हो ऊ चाहिँ अरूको आइडोन्ट न तर अब मेरो साथी चाहिँ अब मलाई जहिले पनि साथ दिन्छ क्या हरेक कुरामा यस्तो गर उस्तो गर भनेर जहिले पनि इन्करेज गर्छ अरूले गर्दैन भने गर्छ तर अब ऊ जतिको चाहिँ मैले पाएको छु नि क्या साथी कमीको छैन नि फेरि यस्तो छ हेर्दै गर्नुहोस् है ल एकदम के वाचिङ अलिक सबै कुरा सेयर गरेर मिलाएर के कसो रहेछ होइन अब हेर्नु चाहिँ कति कुरा डिलिट गर्नुपर्ने हुन्छ कति कुरा मिलाउनु पर्ने हुन्छ कति कुराहरू चार्जमा हाल्नुपर्ने हुन्छ होइन अब मेरो अब के छ अलिकति ढङ्गसँग होइन त्यो पछि ध्यान नदिनुहोस् तपाईँले है अब म के भन्छु भन्दै गर्दाखेरि चाहिँ अब टक्कै यहाँ भएको सामानलाई सट्टै एकदम मजाले मिलाएर सबै सकेर भएपछि है भोलिको लागि चाहिँ हामी तयारी गर्दैछौँ अहिलेको लागि यति नै तपाईँलाई भन्छु किप वाचिङ है त्यसको बाद एउटा देखाउनेछ हो किनभने यो चाहिँ हाम्रो डे 2 को ब्लग हो अहिले चाहिँ फिलहाल सेकेन्ड डेको रात्रिको समयमा अहिले तपाईँको 12:35 चाहिँ यहाँनिर भर्खर सामान आइपुग्यो साउन्डको सामानहरू भर्खर आइपुग्यो है भर्खर मिलाउँदैछ यहाँनिर ड्रमहरू त सारेर यहाँनिर यस्तो छ अहिले चाहिँ फिलहाल त यहीँ बक्सहरू बाहिर लाँदैछ ड्रमको सेटहरू आउँदैछ यसलाई चाहिँ बाहिर निकाल्ने अरे यो सबै हटाइकन चाहिँ सबै बाहिर लाँदैछ यस्तो रहेछ
चाहिँ अब के भन्छ कसो रहेछ साउन्ड चाहिँ रिकर्डिङ हुन्छ यसमा भनेपछि यस्तो चाहिँ भोलिको सेटअप चलिरहेको छ यहाँनिर सबै भोलिदेखि सुरु हुँदैछ नि त जुनको निम्ति यस्तो भइरहेको छ है सक्नु सक्दैन अवस्था छ होइन अवस्था आफ्नो ठाउँमा होइन अब चाहिँ एकदम हेर्दै गर्नुहोस् स्टे ट्युन बस्नुहोस् है ल साथीले अहिले तिम्रो बज्यो नि हो नि त पक्कै अहिले बजेको छ तिम्रो 12:47 47 12:47 साथीले के निकाल्यो बेल्ट निकालेको बेल्टहरू निकाल्दैछ त्यसको जेकहरू निकाल्दैछ गिटारको आइसक्यो मलाई पनि भन्नु पर्दाखेरि है ठिक छ दा निन्द्रा लाग्यो नि दा 1 बज्यो दा ढिलो आएन सामान है सामान ढिलो आयो नि त साथीले सेटअप गरिसक्यो हाम्रो उपर दाजुले ड्रम सेटअप गर्दैछ म देखान्छु दाजुले चाहिँ ड्रम सेटअप गर्दैछ अलिकति हल्लिँदैछ कि ठोक्नु थाल्यो के कस्तो त ठिकै छ है निन्द्रा लाग्दैछ कति बज्यो अहिले 1 बज्यो है यस्तै छ यहाँ बक्सहरू मिलाइरहेको छ होइन कोही उडिरहेको छ तर आराम पनि फर्नेस ल्याइरहेको छु पारि तपाईँले गले नि त किनभने सामान लिएर गलेछ है अवस्था यस्तै छ अहिले यस्तै छ लागिसकेको बक्सहरू पनि हुँदैछ यहाँनिर ड्रमहरू पनि लिइरहेछ यतै छ हो छ यहाँनिर यस्तै छ यस्तै छ फिलहाल 2 बजेर 19 मिनटमा चाहिँ ड्रम चेक हुँदैछ ड्रम चेक हुँदैछ अहिले सुन्नुहोस् है आवाज त कम्ती आउँदो होला ड्रमको टेस्ट हुँदैछ यहाँनिर सुन्नुहोस् है त हाम्रो दावाको अवस्था चाहिँ यस्तो छ यिनीहरूले च्याप भइरहेको छ होइन साउन्डहरू चेक भइरहेको छ तर पनि अब त्यहाँ हेर्नुहोस् न अब यस्तै छ हाल चाहिँ आँखा बढी आँसु निन्द्रासरी भएर
अब भोलिको लागि तयारी गरिरहेको छ बेसको टेक्निक यो गर्दैछ टेस्ट गर्दैछ बेसिस्टको बेस टेस्ट गर्दैछ साउन्ड टेस्ट गर्दैछ रातिको 2 बजेर बिहानीको समय 2मा यो साउन्डहरू टेस्ट हुँदैछ अर्को एकोस्टिक गिटार यो पनि त्यही हो 2 बजेर 40 मिनट्समा चाहिँ बिहानीको 2:40 2 बजेर 40 मिनटमा यसको पनि भयो हो यसको पनि भयो टुप्लुकै भयो ल हामी दार्जिलिङबाट ल है त साथीको यी पनि त्यही हो बिहानीको 2 बजेर 45 मिनटमा अहिले चाहिँ इलेक्ट्रिक गिटारको साउन्ड टेस्ट भइरहेको छ ल यसको कति साउन्डहरू मिलाइरहेको छ हेर्नुहोस् यस्तै छ अहिले अवस्था भोलिको सेवाको लागि फुल सेटअप भइसकेको छ ड्रम बेसदेखि लिएर एकोस्टिकको इलेक्ट्रिकको होइन किबोर्डको सबै कुरा भइसकेको छ ड्रम पनि भइसकेको छ सबै कुरा भइसकेको छ यता यस्तै छ अब आजको यसो अन्तिम हो सेकेन्ड डेको सबै कुरा सेटअप भइसकेको छ यस्तै सबैको हालत अहिले 2 बजेर 50 मिनट गइसकेको छ है हालत यस्तो छ हेर्नुहोस् है यस्तो छ है अन्त अब हामी यहाँबाट चाहिँ अब निस्केर अलिक टाढो जानुपर्छ सुत्नुको लागि चाहिँ अहिले चाहिँ के भनेको त सबै कुरा सेटअप भइसक्यो अल सेटअप है अन्त आज चाहिँ सुत्नु गइरहेको छौँ दाजुको सुत्ने टाइमको अवस्था चाहिँ लाइक यस्तै छ केटा हो है के छ केटा के भन्छौ एकदम भागेको अवस्था भनौँ बिहानको तपाईँको 2:46 इन द मर्निङ यस्तै छ है साउन्ड चेक भर्खर सकेर हामी जाँदैछौँ यता हाम्रो बेसिसले के भन्नुहुन्छ एकदम है ओके मिलेको छ अब भोलि सबैजना यस्तै छ है अवस्था लास्टमा हाम्रो अवस्था चाहिँ यस्तो छ है चढेर जाने अवस्था छ है त हुन्छ एकजना गुड नाइट गुड मर्निङ